पछिल्लो समयमा याकथुङ लिम्बू इतिहास मुन्दुमलाई निकै नै सूक्ष्म अनि मिहिन ढङ्गबाट निहाल्दै आउनुभएका आदरणीय अग्रज व्यक्तित्व रुद्र संयोग याकथुङ लिम्बूज्यू सँग आज पनि म तपाईको केही याकथुङसँग सम्बन्धित भूभागहरूको बारेमा संवाद गर्न गइरहेको छु र उहाँले विशेष गरी अध्ययन सँगसँगै एक प्रकारले नयाँ सिराबाट चाहिँ तपाईको यो याकथुङ इतिहासलाई चाहिँ उजागर गर्दै पनि आउनु भइरहेको छ। उहाँको हामी कार्यहरू देख्न सक्छौं उहाँको युट्युब च्यानलमा। सो अब आजको हाम्रो मेनली दुईटा ड्रोन फुटेजहरू छ हामीसँग, जुन चाहिँ तपाईको धनकुटा 24 भनौं न धनकुटा जिल्लामा यो चाहिँ पर्छ भन्ने बुझाइ छ र म यहीँबाट सुरु गर्छु। पहिलो फुटेजबाट हाम्रो फुटेजकै विषयबाट हामी सुरु गरौँ। यसको पृष्ठभूमि, यसको परिचय अनि याकथुङहरुसँग कुन तरिकाले चाहिँ यो स्थान तपाईको सम्बन्धित छ, यही कुराहरुबाट हामी हाम्रो संवादलाई सुरु गर्छौं। स्वागत छ हजुरलाई। सेवाहरू धन्यवाद। यो वास्तवमा 24 धनकुटा बुढी मरङ को स्थल चाहिँ त्यो हो हैन, बुढी मरङ हो र यो यसको ऐतिहासिक पाटो चाहिँ के छ भने त्यहाँका बसोबास गर्ने मान्छेहरूको बारेमा पहिला चाहिँ जाउँ। अब यो फुटेजमा देखेको चाहिँ यो कम्बो खोला वारी यो साप्तेन भन्ने ठाउँ उता चाहिँ बुढी मरङ हो हैन। त्यो कम्बो खोला तरेर एउटा मानव नयङहाङहरुको पुर्खा चाहिँ कम्बो खोला तरेर उकालो लाग्यो भनेर भन्ने एउटा भनाइ छ र गैरी गाउँमा आएर उनीहरु चाहिँ बसोबास गर्यो र त्यहाँ चाहिँ अब उर्वर भूमि फेला पर्यो र त्यहाँ चाहिँ अब जंगललाई चाहिँ ढालफाड गरेर बसेको भन्ने कुराहरु चाहिँ सुन्नमा आएको हो र उहाँहरु अब सँग चाहिँ सम्बन्धित अहिले पछिल्लो कालमा अरु पनि याकथुङहरु त हुनुहुन्छ, युवाहाङहरु हुनुहुन्छ हैन, इङनामहरु हुनुहुन्छ, थलेचुवाहरु हुनुहुन्छ, के रे संयोगहरु पनि हुनुहुन्छ, यिमसङहरु पनि हुनुहुन्छ, अन्य थरीहरु पनि हुनुहुन्छ होला, तर सबै मलाई थाहा छैन हैन। तर यो ठाउँ चाहिँ अब नयङहाङहरुको चाहिँ पहिलो पुर्खा आइपुगेको ठाउँ हुनाले उहाँहरुको मुन्दुमसँग पनि सम्बन्धित छ र एउटा इतिहास पनि त्यसमा चाहिँ अब धेरै कुराहरु बस्दै गएपछि इतिहासै एउटा बन्दै गएको हो। प्रकारले नयङहरुको चाहिँ तपाईको उद्गम स्थलै भन्दा पनि भयो, उद्गम स्थलै हो हैन। त्यसले गर्दाखेरि त्यहाँ चाहिँ अब उहाँहरुले अब राज्य गर्दा त्यहाँ विभिन्न अब लुङहरु चाहिँ गाडिएको छ। याकथुङहरुले चाहिँ लुङ चाहिँ प्रयोग गर्थ्यो पहिला हैन, जग्गाको साथ सिमानामा लुङ र दाजुभाइ छुट्टा पनि लुङहरु प्रयोग रोपेर हैन, बाचा गरेर हैन, लुङ भन्नाले तपाईको ठ्याक्कै ढुङ्गा ठाडो ढुङ्गाहरु चाहिँ रोप्ने गर्थे। ती लुङहरु चाहिँ त्यहाँ एउटा त निकै अग्लो संरक्षण गरेरै राखेको छ हैन, त्यसलाई चाहिँ बकाइदा बारेर राखेको छ। त्यो चाहिँ अब मरङ्गे राजाको हात्ती बान्ने ढुङ्गा भनेर चाहिँ भन्छन् हैन। अब त्यो त्यही पनि हो, त्यही भनाइ पनि हुन सक्छ र अन्य अर्थ पनि लाग्न सक्छ। त्यसको अध्ययन चाहिँ अब अलिकति गइदिएर गर्नुपर्ने पनि छ र अन्य लुङहरु पनि छन् त्यहाँनेर। ती लुङहरुको चाहिँ अब अध्ययनहरु अब पुरा लगाउन सकिरहेको छैन भन्ने चाहिँ लाग्छ। उहाँहरुको वंशावली पनि निस्किसकेको छ हैन। तर लुङगेम्बालाई चाहिँ लुङगेम्बा भन्छ, त्यो जुन अग्लो चाहिँ मेन अग्लो ढुङ्गा अब 8-9 फिटको छ भन्छ हैन। त्यो चाहिँ टुक्रिएर एक कालखण्डमा चाहिँ टुक्रियो, त्यो झर्यो अरे माथि टुप्पा चाहिँ झरेर अहिले त्यसको फेदमा एउटा राखिरहेको छ हैन, त्यो जगेर नै गरेर राखेको छ। प्रकारले यी तपाईको प्रमाण का रूपमा हामी पाउन सक्छौं, अझै पनि सक्छौं। त्यहाँ त्यो अब पुरातात्विक हिसाबले पनि त्यो नयङहरु चाहिँ पुरानो त्यहाँका चाहिँ आदिमवासीहरु भन्ने कुराहरु चाहिँ प्रमाणित हुन्छ र अब लुङको मैले एउटा खालको चाहिँ ल्याएँ र त्यहाँ अब चेग्रा भन्ने ठाउँ छ। त्यहाँ फेरि चेग्रा राजा चेग्रा रानीहरु थियो अरे, त्यो पुकारेर चाहिँ उनीको मुन्दुमसँग जोडिन्छ। नयङहाङको चाहिँ माङ्गेना गर्दाखेरि त्यहाँबाट उठाएर चाहिँ बोधे योग पुर्ले योगतिर चाहिँ
लान्छन् मुन्दुम र पछि फेरि फर्काएर चाहिँ त्यही नै ल्याएर चाहिँ त्यसलाई समापन गर्छ त्यो शिर उठाउँदाखेरि मुन्दुम चाहिँ त्यसरी समापन गर्छन् भन्ने कुराहरू छ है मुन्दुमको पाटो चाहिँ त्यो हो हैन शिर उठाउने भन्नाले अब लिम्बू भाषामा चाहिँ माङ्गेना भन्छ हैन नहाङमा भन्छ हैन विभिन्न छ अब हैन त्यो दुई तीन प्रकारको चाहिँ अब त्यो मान्छेको आत्मा सन्तुष्टिको लागि शिर ढलेको भन्छ नि त भनेको कुरा चाहिँ पुगेन आफूभन्दा सानोले गाली गर्यो झगडा गर्यो कसै कुट्यो भने हैन आफू ठुलो तर सानोले कुट्यो भने शिर खर्च अरे क्या त्यो शिर चाहिँ उठाइदिने कामहरू चाहिँ फेदाङमाले गर्ने चलन छ लिम्बूको हैन अनि त्यो लिम्बूको पुजारी जसले चाहिँ मुन्दुम ल्याउँछ उसले चाहिँ गर्ने चलन छ र त्यसरी छ अब अर्को पाटो भनेपछि अब यो त्यो ठाउँमा चाहिँ अर्को आर्कियोलोजिकल्ली चाहिँ केही कुराहरू पाइन्छ त्यहाँनेर अब गहनाको कुराहरू छ हैन सिमाला जिमालाको कुराहरू छ पुवालोहरूको कुराहरू छ र पैसाको कुराहरू छ त्यहाँनेर हैन यो नवाब पैसाहरू छ हैन माथि टिबेटन पैसाहरू चाहिँ भेटिने पहिला धेरै भेटिन्थ्यो तर पछिल्लो कालमा अब त्यसको चाहिँ महत्त्व बुझ्नेले धेरै चाहिँ त्यहाँ च्यानहरू नै खोदाल्ने हैन खोज्ने लाने हैन वितरण गर्ने बिक्री गर्ने त्यो हैन त्यस्तो कामहरू पनि गरे भन्छ तर त्यो वास्तवमा जस्तो पनि भयो है त्यसलाई जगे गर्नुपर्ने ठाउँमा चाहिँ त्यसरी पनि गरेका रहेछन् त्यो ठाउँ अध्ययन गर्न जाँदाखेरि हामीले देखेका छौं र त्यसरी चाहिँ अब भयो भनौं न अब यतातिर चाहिँ बुढी मोरङ किन भयो भन्ने कुराहरू आयो बुढी मोरङ चाहिँ अब मोरङगे राजा थियो भन्छ त्यहाँ हैन मोरङगे राजा चाहिँ थियो उसको चाहिँ दुईजना श्रीमती जेठी बुढी चाहिँ त्यहाँ बस्थ्यो बुढी मोरङमा कान्छी बुढी छोटी मोरङ बस्थ्यो र अनि त्यही अब मोरङगे राजाले चाहिँ राज्य गर्ने चाहिँ तल मधेस सदन बेलमा हो फेरि हैन त्यतापट्टि हो र अनि त्यहाँ चाहिँ अब उसको जेठी बुढी चाहिँ त्यहाँ राखेको हुनाले त्यही नै बितेको हुनाले त्यही मृत्यु भयो हैन उसको अब भनौं न स्वर्गवास भयो भनौं न अब त्यसले गर्दाखेरि त्यहाँ मोरङे राजाको हैन त्यो बुढीको नामबाट चाहिँ बुढी मोरङ भएको भन्ने कुराहरु चाहिँ छ हैन त्यो अब बुढी मोरङ अब उता राजापट्टिबाट भयो हजुर यता चाहिँ अनि के रे रानीपट्टिबाट चाहिँ बुढी भनेर चाहिँ अब यो गाँसेको होला जस्तो लाग्छ मलाई हैन त्यसरी चाहिँ अब चाहिँ त्यहाँको कुराहरु चाहिँ चर्चामा छ हैन र मैले अब यति नै होला सायद त्यहाँको हैन अब धेरै अब छुटेको त छैन जस्तो लाग्छ ठीक छ तपाईलाई लगभग समग्रमा विस्तृत जानकारी दिनुभयो जस्तो नै लाग्छ मलाई बुढी मोरङको विषयमा अनि यो तपाईको कम्बादेखि वारी हामी जुन चाहिँ अहिले फुटेजमा देख्छौं यसको नाम चाहिँ तपाईले साप्तेन भन्नुभयो यो विषयको बारेमा पनि जानकारी दिनुस् न यो साप्तेनको बारेमा अब यो सापमादेन याक्थुङपानबाट सापमादेन साप्तेन नै हो दुईटै नै भाषा रहेछ भनौं न अहिले अध्ययनमा भेटिन्छ त्यो कुराहरु त्यसको अर्थ चाहिँ के लाग्दछ भने हैन पढ्ने लेख्ने ठाउँ हैन लेखपढ गर्ने ठाउँ रहेछ त्यो हैन भन्ने कुरा चाहिँ हामीलाई त्यो अध्ययनमा भयो हैन त्यहाँ को बस्थ्यो त भन्दाखेरि पारी बुढी मोरङमा मोरङे राजा वारी चाहिँ महाराङ राजा थियो भनेर भन्छ अनि महाराङ राजा चाहिँ दाजु हैन मोरङे राजा चाहिँ भाइ अरे भन्ने पनि भन्छन् तर अब त्यो महाराङ राजा चाहिँ संयोगहरुको पुर्खा भन्ने कुराहरु छ अब संयोगहरुको पुर्खा हुने साथ दाजुभाइ त परिनेको किन संयोग र नयङ चाहिँ अब एउटै आमाको एउटै बाउको हैन छोराहरु हुन् दाजुभाइ हुन् भनेर चाहिँ परापूर्व कालमा भन्ने कुराहरु छ त्यसले गर्दाखेरि पनि दाजुभाइ उनीहरु अहिलेसम्म हाम्रो बिहाबारी हुँदैन हैन उहाँहरुसँग र उहाँहरुले खाने कुराहरु पनि फेरि हाम्रो मिल्न जान्छ यो के रे हाम्रो राँगाको मासु राँगा जुन चाहिँ भैँसीको मासु चाहिँ खाने चलन छ नि त हाम्रो हैन के रे याक्थुङबारमा चल्छ तर हामी खादैनौं नयङहरुले पनि खादैन हामीले पनि खादैनौं हैन त्यस्तो छ तर एक खालको अरु संयोग वंशीले चाहिँ फेरि खान्छन् है हामी हाम्रो बीचमा चाहिँ नयङ र
तुम्बा संयोगहरूको बिचमा चाहिँ खाँदैनौँ हामी हैन। त्यसरी चाहिँ खानपान पनि हामीलाई मिल्न जान्छ है। त्यसले गर्दा पनि हामी नजिक त्यो साप्तेनमा बस्ने महाराङ र उता बस्ने मरङ्गे राजा है। त्यसले गर्दाखेरि त्यो महाराङ राजा चाहिँ त्यहाँ बस्थ्यो भनेर चाहिँ अब अहिले महाराङ लुङ भन्ने छ, एउटा लुङ पनि छ त्यहाँ, ठाडो लुङ। अब त्यो चाहिँ कहिलेकाहीँ यसो गुलिली चलाउँदाखेरि, गुलिली हानहान गर्दाखेरि छलिने ठाउँ अरे भन्ने ठाउँ पनि प्रकारले तपाईको डिफेन्स जस्तो त्यस्तो अब कुनै अब सिक्थे होला नि त्यहाँ हैन। अब सिकेर छलिने ठाउँ यताउति पनि हुनसक्छ हैन। अनि कसैले चाहिँ के अरे हात्ती बान्ने ढुङ्गा पनि भन्छन् हैन त्यसलाई नै। र त्यो छ। अर्को कुरो त्यहाँ पोर्लुङ हान्छ। पोर्लुङ भनेको छेलो हान्ने चलन छ हाम्रो हैन। हाम्रो चाहिँ मुन्दुमै छेलो हान्ने याक्थुङबारको चाहिँ त्यो चलन भइआएको छ उहिले परापूर्वकाल सृष्टिकालदेखि नै। त्यो छेलो हान्ने ठाउँ त्यहाँ हान्थ्यो भनेर देखाए हामीलाई। अनि त्यहाँ पानी खाने हैन ठाउँ पनि थियो, पँधेरो पनि छ भनेर चाहिँ भन्ने कुराहरू पनि छ। त्यहाँ एकजना केशर फालेचुवाले चाहिँ हामीलाई त्यसरी बताउनु भएको छ। त्यो हेर्न बाँकी नै छ हामीले त्यो ठाउँ हैन। अर्को कुरो त्यहाँ त्यही ठाउँमा साप्तेनमै चाहिँ के छ भने एउटा त्यसरी चाहिँ अब कुनै बेला केही अब आइपर्थ्यो होला, त्यहाँ लुक्ने एउटा भाँडा लुङ, खोपे लुङ भन्छ, त्यो पनि छ हेर्नुहोस् हैन। हामीले फुटेजमा देख्छौँ बस्नको लागि हैन। खोपे लुङ भन्छ त्यहाँ। त्यो खोपे लुङ चाहिँ एउटा यस्तो परेको छ, एकजना मान्छे चाहिँ भित्र पस्न सकिन्छ, सानो सानो मान्छे, पातलो मान्छे। अनि त्यो बाहिर यस्तो के अरे ठटायो भने चाहिँ टुङ टुङ बज्छ, त्यो एउटा भाँडै बजे जस्तो बज्छ क्या त्यो त्यहाँनिर हैन। त्यस्तो खालको आवाज आउँछ। त्यसले गर्दाखेरि त्यो पहिलो चाहिँ अब संयोगहरूको चाहिँ पहिलो पुर्खा चाहिँ आएर त्यो एरियामा त्यो साप्तेन मादेनमा बसेको थियो भन्छ के। त्यहाँबाट चाहिँ अब एक कालखण्डमा चाहिँ हुर्केर बढेर हैन फेरि पनि राज्य गर्न चाहिँ अब बोधेकुलले गएको जस्तो बुझिन्छ त्यहीबाट हैन। अनि कतिपय चाहिँ अब त्यहाँबाट नै छुटेर कता कता लागेको पनि हुनसक्छ हैन। हामी अब संख्यात्मक रूपमा पछिल्लो कालमा कमबाट चाहिँ कम परिवारबाट 2-3वटा परिवारबाट मात्रै फैलावट भएको बुझिन्छ त्यस्तो कुराहरू छ। र अरू दाजुभाइहरू चाहिँ कहाँ कहाँ गए त भन्ने कुराहरू हाम्रो अध्ययनमा छ। र पछिल्लो त्यही फैलावट भएकाहरू पनि अहिले धेरै ठाउँमा पुगेका छन् हैन। सिक्किम, उता चाहिँ आसाम हैन, यता चाहिँ युके, अमेरिका हैन, अब हङकङ हैन, विश्वभरि नै छरिएका छन्। त्यही त्यति चाहिँ 2-3वटा परिवारमा अब हुर्किएकाहरू पनि त्यसरी चाहिँ फैलावट भएर चाहिँ गएको छ। त्यो जुन चाहिँ फैलिएको ठाउँलाई चाहिँ ख्वाफुक भनिन्छ। ख्वाफुक चाहिँ उद्गम थलो हो पछिल्लो कालमा चाहिँ हैन। अघिल्लो चाहिँ अब साप्तेन मादेन देखिन्छ, पछिल्लो कालमा फेरि चाहिँ फर्केर आएर त्यहाँ चाहिँ फैलिएको भन्ने कुरा चाहिँ बुझिन्छ। र हामीले फुटेजमा देख्न सक्छौँ। एकदम रमणीय ठाउँ, एकदम रमाइलो देखिन्छ फुटेजबाट त्यो ठाउँहरू। अहिले हामीले चाहिँ त्यो फुटेज साथसाथै यसलाई चाहिँ जोगाउनु पर्छ भनेर केही वर्ष अगाडिदेखि निकै समय लाएर एउटा चाहिँ हैन सरसल्लाह दाजुभाइबाट सरसल्लाह गरेर एउटा संस्था पनि दर्ता गरेका छौँ। त्यो ठाउँ उद्गम थलो हो। अहिले पछिल्लो कालमा हाम्रो संयोगहरू चाहिँ त्यहाँ बस्ने कमै बस्छन्। विदेश गए पनि उनीहरू चाहिँ सुविधायुक्त ठाउँतिरै हैन, तराईतिरै, काठमाडौँतिर हैन, कतै न कतै चाहिँ शिफ्ट हुन्छन् उनीहरू, एउटा चाहिँ बसाइसराई भएर जान्छन्। त्यसले गर्दा त्यो ठाउँ त पछि संयोगहरूको चाहिँ उद्गम थलो अरे भन्दाखेरि हो र थियो र संयोगहरू भन्ने अवस्था पनि नआउला भन्न चाहिँ सकिन्न। त्यसले गर्दा त्यसलाई पनि एउटा चाहिँ जोगाइराख्नु पर्छ भनेर एउटा संस्था चाहिँ हामीले त्यहाँ हैन खडा गरेको छौँ। र त्यही कुराहरू अब हामीले चाहिँ हैन हाम्रो उद्गम थलोलाई एउटा हैन संरक्षण संवर्धन गर्ने हिसाब किताबबाट चाहिँ हामीले काम गर्दैछौँ अहिले हैन। ठिक छ। हजुर, यी त भयो तपाईको साप्तेन बुढी मोरङको विशेष गरी तपाईको नयौं हाङ र संयोग वंशीहरूसँग जोडिएको इतिहास। ठिकै छ, हामी दोस्रो भिडियोतर्फ लागौँ हामी है। हुन्छ। अब यो पारिपट्टि जुन रगुवा खोला हो त्यो चाहिँ है। हजुर हजुर, रगुवा खोला हो। त्यो रगुवा खोलाको पारिपट्टि देखिने गाउँ चाहिँ फेरि अहिले चाहिँ हमेला भन्छन् हैन। पहिला चाहिँ हाम्बेग्ला भनेर भन्थे छ
हैन भन्ने कुराहरु थियो भन्ने कुराहरु चाहिँ सुनिन्छ त्यहाँ भन्छन् हैन त्यो हाम्बेकलाई चाहिँ कसरी भयो भन्दाखेरि त्यहाँ चाहिँ हाम्बेक धेरै हुन्थ्यो रे धेरै खेती गर्थे रे हैन अब त्यहाँ विशेष गरेर चाहिँ एकजना अब हाम्बेक हाङ नै पनि हुनुहुन्थ्यो उहाँ चाहिँ थक्सु हो वास्तवमा तर थरकै हिसाबले चाहिँ पछि थक्सु थरै भएर पनि गएको छन् अहिले हैन थक्सु चाहिँ लडाकु एउटा सेना जस्तो मान्छे हो उ चाहिँ हैन त्यसरी चाहिँ पहिला चाहिँ 10 लिम्बूहरुले चाहिँ सेनाहरु चाहिँ बनाउँथे रे के त्यस्तो थक्सु अब लिम्बू भाषामा चाहिँ सेनालाई चाहिँ थक्सु भन्ने भन्दो रहेछ के हजुर हजुर अनि त्यसरी चाहिँ त्यो थक्सु चाहिँ त्यहाँ बस्थ्यो र उ चाहिँ अलौकिक शक्ति भएको चाहिँ उले चाहिँ त्यहाँनेर चाहिँ अब एक खालको चाहिँ अब राज्यको चाहिँ राज्य गर्नुपर्छ भन्ने कुरा हैन शासन गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यहाँ देखिन्छ हैन सुनिन्छ हैन हामीले त्यो विचार देखिन्छ भनौं न त्यो विचारले चाहिँ काम गर्दाखेरि उ चाहिँ अब यो अब वारीपारी पर हैन अब पूर्व पश्चिम मान्छेहरु अरु पनि थियो होला नि त हैन अनि युद्ध गर्न खोज्ने हो चाहिँ हैन त्यहाँबाट आफ्नै एरिया चाहिँ कभर गर्न खोजेको जस्तो बुझिन्छ युद्ध कौशलमा पनि मायर थियो होला युद्ध कौशल भएको मान्छे उ लडिरहन्थ्यो पछिबाट उसको चाहिँ अब उलाई चाहिँ एकलौटी बनायो उलाई सगाएन भन्ने कुरा पनि छ हैन अनि आफैमा झगडा पनि गर्यो भन्छन् हैन यो खालको चाहिँ अब याक्थुमबारमा कोही बेला दाजुभाइ झगडा गर्ने कुराहरु देखिन्छ के हजुर देखिन्छ र कुरा नमिल्ने कुराहरु देखिन्छ हैन त्यो अवस्थामा चाहिँ अब उता अब एउटा अद्भुत शक्ति भएको मान्छे हैन अनि मार्नै नसक्ने उसँग लड्नै नसक्ने मान्छे अनि सुराकी लाएर चाहिँ कतिखेर के गर्दा कुन अवस्थामा चाहिँ अब मार्न सकिन्छ भनेर उपाय खोजेर कान्छी बुढीसँग चाहिँ उसको अब शत्रुहरुको चाहिँ नजिक भयो साँठगाँठ सहित चाहिँ मारेको भन्ने कुराहरु चाहिँ छ र यसरी चाहिँ अब मेरो चाहिँ फेरि यो जन्मस्थल हो फेरि त्यो ठाउँ चाहिँ हैन मेरो जुजु बाजे चाहिँ त्यहाँ गएर बस्नु भएको पहिला सुबाङ्गी चलाउँदाखेरि एकजना भाइ चाहिँ त्यहाँनेर रैतीहरु चाहिँ त्यहाँबाट उठेर गयो रे अनि त्यतिखेर के थियो भने अब बस्ती बसाउने कुराहरु थियो के त्यो जग्गा खाली राख्नु हुँदैन भन्ने कुराहरु थियो सुब्बाहरुले कोही न कोही ल्याएर राख्नु पर्ने कसैलाई दिनु पर्ने त्यसबाट चाहिँ अनि के रे ट्याक्स उठाउने चलन थियो अनि त्यसले गर्दाखेरि हामी चाहिँ सुब्बा दाजु चाहिँ सुब्बा भाइलाई चाहिँ त्यहाँ गएर बस्दा भनेर चाहिँ दिएको रे त्यहाँ गएर बस भनेर भनेपछि त्यहाँ गएर बसेको र मेरो जुजु बाजी चाहिँ त्यहाँ बसेको यो हमेला त्यो हैन त्यसको इतिहास चाहिँ मेरो आफ्नो जन्मस्थल हो हजुर यो अनि माथि तपाईको यो माथि भूभाग जहाँ चाहिँ तपाईको हामी सुन्दर बस्ती पनि देख्छौं त्यो चाहिँ अब हमेला तलै हमेला चाहिँ देखिन्छ हजुर त्यो भन्दा माथिल्लो हमेला भन्ने छ उसको त्यो जुन हाम्बेक हाङको चाहिँ युद्ध गर्ने ठाउँ चाहिँ माथिल्लो हमेला भयो फेरि हजुर हजुर त्यहाँ एउटा चाहिँ आहाल परेको ठाउँ छ उता एउटा चाहिँ पुस्तक राजा भन्ने थियो भन्छ पुस्तक राजा र उसको चाहिँ हैन सल्लाह गरेर चाहिँ यो दिन लडौं हामी एकअर्कामा युद्ध नै गर्ने हैन पुस्तक राजा पनि अलिकति मसुरै थियो रे हैन अनि त्यहाँ त्यसरी चाहिँ युद्ध गर्ने ठाउँ चाहिँ माथिल्लो हमेला हो फेरि हैन त्यसरी छ त्यो चाहिँ अब माथिल्लो हमेला चाहिँ पछिबाट चाहिँ अब नामकरण भयो होला भन्ने कुरा लाग्छ तर अब हाम्बेकला भन्दै अब यो त्यही त अलिकति भाषा संस्कार संस्कृति पछिल्लो कालमा अलिकति गएर हैन याक्थुङहरु चाहिँ आइपुगे त्यो ठाउँमा बसे हैन खसारेहरु विशेष गरेर उहाँहरुकै चाहिँ अब बलोबाल हुँदै गयो उहाँहरुकै चाहिँ अब संस्कार संस्कृतिले चाहिँ अब प्रभाव पार्दै गएपछि हमेला भएको हो त्यो चाहिँ हैन यो हाम्बेकमा सरी तपाईको हाम्बेक हैन हाम्बेक सम्बन्धीको कुराहरु छ हाम्बेक चाहिँ यो अदुवा हो हजुर यो अदुवा चाहिँ अब त्यो हाम्बेक राजाले चाहिँ अनिवार्य हाम्बे खानु पर्ने हैन बिहान बेलुकै उसलाई हाम्बे चाहिने खाना खाँदा त्योसँग खाना खान्थ्यो र ऊ
त्यही भएर हाम्बेकहाङ भएको, नत्र भने सिरमाने राजा पछिल्लो उसमा चाहिँ सिरमाने राजा नि भन्छ। त्यो सिरमाने भन्ने ठाउँ ओडाहरू छ, त्यो यता यो भिड देखिने ठाउँहरू। र तल्लो उसमा चाहिँ त्यो दुईटा छ त्यहाँ, यो के अरे अलिक तल यो बगरको अलि मास्तिर नजिकै सानो एउटा बाटो आएको छ, त्यो त्यहाँनिर टुङ्गिन्छ। त्यो जुन टुङ्गिएकै ठाउँमा चाहिँ ओडार छ, त्यसमा त 150-200 जना मान्छे नै अटाउने छ भन्ने कुरा चाहिँ छ। हामी चाहिँ त्यहाँ पुग्यौँ न हैन, पुगेर पनि भित्र पस्ने हेर्ने काम गर्यौँ न हामीले हैन। माथिल्लो चाहिँ जेठी र कान्छी श्रीमती उसको पनि हैन। अनि माथिल्लो ओडार चाहिँ हामी पुग्थ्यौँ, तर पनि डर लाग्थ्यो, त्यो बाघहरू बस्छ भन्थ्यो के। पहिला हामी सानो हुँदा घाँस काट्न आउँथ्यौँ, गोठाला आउँथ्यौँ त्यो ठाउँमा हैन। अनि त्यसरी हेर्थ्यौँ के त्यो ठाउँ। अनि बेलामा चाहिँ 2-3 जना आएपछि चाहिँ हेर्थ्यौँ त्यहाँनिर। अलिकति साथी मिलेर आउँदाखेरि चाहिँ हामी जान्थ्यौँ, एक्लै चाहिँ हामी जाँदैनथ्यौँ कि डर लाग्थ्यो हैन। त्यसले गर्दा यो चाहिँ अब तल्लो चाहिँ कान्छी बसेको चाहिँ ऐतिहासिक ओडारको रूपमा अब राजा मार्यो नि त त्यहाँ। हजुर हैन, राजा मर्यो हैन, हाम्बेकहाङ मार्यो हैन। त्यो कान्छीको चाहिँ अलिकति ऐतिहासिक को रूपमा लिन्छ। यो पछिल्लो समयमा मलाई थाहा भए अनुसार लिम्बूहरूको पूजा आजामा पनि यो हाम्बेक चाहिँ एकदमै प्रचलित छ। यसको कारण यो चाहिँ यसरी अब जुन हाम्बेकहाङ चाहिँ मरेपछि यो फेदाङमाहरूसँग चाहिँ ऊ चाहिँ आउँथ्यो अरे के, सपनामा आउने। अनि त्यो चाहिँ के भन्छ, चढ्ने भन्छ कि, थुकमा भन्छ नि, यो लिम्बू भाषाबाट थुकमा चढ्ने, देउता चढ्ने भन्छ नि। त्यो तरिकाले आउने, त्यो चाहिँ लिम्बुवा नै भरि आयो अरे क्या। अनि के हो भन्दाखेरि मलाई हाम्बेक देऊ भन्थ्यो अरे उसले, हाम्बेक देऊ भनेर भन्थ्यो अरे। अनि हाम्बेक चाहिँ त्यहाँबाट चाहिँ याक्थुङहरूले चाहिँ पूजाआजा गर्दा चासोक थिसोक गर्दाखेरि हाम्बे चढाउने चाहिँ त्यहाँबाट भयो है भनेर चाहिँ भन्छन्। हुन्छ, अब हामी तपाईको यो अन्तिम हाम्रो फुटेजको विषयमा चर्चा गरौँ। यसको पनि छोटकारीमा जानकारी दिनुस् न। वास्तवमा यो ख्वापुकको फुटेज हो। यो ख्वापुक चाहिँ वास्तवमै भन्नुपर्दा चाहिँ संयोगहरूको चाहिँ उद्गम थलो, पछिल्लो उद्गम थलो हो। त्यहाँ चाहिँ केही संयोगहरू चाहिँ फेरि पनि आफ्नो थाकथलोतिर फर्काउँ भनेर चाहिँ आएर त्यहाँ चाहिँ फैलिएको ठाउँ हो त्यो हैन। त्यसले गर्दाखेरि एकदमै संयोगहरूको चाहिँ उद्गम थलो भएकोले गर्दाखेरि त्यो एउटा खालको चाहिँ अब त्यो निकै ठुलो गाउँ छ। त्यो हामी फुटेजमा देख्न सक्छौँ, हामीले फुटेजमा देख्छौँ। र त्यो अहिले हामीले अघि पनि एउटा मैले जुन चाहिँ एउटा संस्थाको कुराहरू गरेको छु, यो संस्थाको चाहिँ कुराहरू चाहिँ गर्दाखेरि के अरे त्यो जुन मेन चाहिँ त्यो गाउँलाई चाहिँ हामीले हैन अब के अरे आउने सन्ततिहरूको लागि पनि हैन त्यो ऐतिहासिक स्थल लाई चाहिँ हामीले चाहिँ राखिराख्नु पर्ने, बचाउनु पर्ने अवस्था भएकोले गर्दाखेरि अघि मैले चाहिँ कुरो गरेको जुन संस्थाको हो त्यो संस्था चाहिँ वास्तवमा त्यहाँको लागि पनि हो हैन, विशेष गरेर। र त्यसरी चाहिँ अब हामीले यो चाहिँ डाँडा टोल, बिस टोल, बेसी टोल भन्ने ठाउँहरू छ। त्यहाँनिर अन्य संयोग याक्थुङबारदेखि बाहेक अरू गएर याक्थुङहरू पनि छन् हैन, गएर अरू जातिहरू पनि बस्छन् हैन। त्यहाँ याखाहरू हुनुहुन्छ हैन, त्यहाँ लिम्बूहरू पनि अरू थरको लिम्बूहरू थक्सुबाहरू हुनुहुन्छ हैन। अहिले त्यस्तै गरेर चाहिँ अब त्यहाँ विभिन्न खालको मान्छेहरू चाहिँ बसोबास छ भनौँ न। तर त्यसमा पनि धेरै चाहिँ अहिले अहिले पनि संयोगहरूकै चाहिँ बसोबास रहेको छ। तपाईको समग्रमा भन्नुपर्दा संयोगहरू नै बढी संख्यामा चाहिँ बसोबास गरिरहेका छन्। के छ तपाईको यो ख्वाफोक कसरी नाम रहन गयो, यसको केही छ तपाईको ऐतिहासिक हाम्रो यो याक्थुङहरूसँग जोडिएको बाटो? यो पहिलो हाम्रो पुर्खा त्यहाँ आएर आउँदाखेरि चाहिँ त्यो ठाउँ माथि डाँडामा आएर बसेका थिए अरे। त्यो डाँडामा आएर चाहिँ बस्दाखेरि त्यो पट्मेरो घारी एकदमै त्यो गाई
भैँसीलाई चाहिँ अब पशुलाई दिने घाँस घारी भनौँ न त्यसलाई चाहिँ खुवा भनेर भन्दो रहेछ हैन लिम्बू भाषामा है याक्थुङ भाषामा त्यसलाई अनि बुङ भनेको चाहिँ त्यो बोट हो हैन ख्वाबुङ भन्दै पछिल्लो कालमा त्यो बिचमा फेरि ख्वाबुक पनि भयो त्यो हैन ख्वाबुक पनि भनेको हामीलाई थाहा छ हैन अनि फेरि पनि चाहिँ त्यो चाहिँ ख्वाफुक भयो अहिले पछिल्लो कालमा त्यसरी अपवंशित हुँदै आइरहेको हो त्यो ठाउँ तर अहिले जुन संस्थामा चाहिँ हामीले त्यसलाई चाहिँ पहिला चाहिँ यो हो हैन ख्वाबुङ थियो र पछिल्लो कालमा चाहिँ ख्वाफुक भएको हो भनेर चाहिँ हामीले पहिलाकोलाई पनि अलिकति त्यहाँ हैन अभिलेख गरेका अगाडिको एउटा यो केही अगाडि मात्रै एउटा के पुस्तक निस्केको छ वंशवाली भनेर हैन संयोगहरुको त्यो वंशवालीमा चाहिँ अलिकति लेखेका पनि छन् हैन र हामीले पनि त्यसलाई चाहिँ अब फेरि पछि पनि लेख्ने वाला छौं त्यसलाई अझै चाहिँ खुलाएर लेख्ने वाला छौं र पहिलोको त्यो जुन नामलाई चाहिँ हामीले मेटाएर जान दिनु हुँदैन भन्ने कुराहरुमा हामी पुगेका छौं र तपाईहरु हाम्रो सहयोगहरु चाहिँ अब हैन धेरै ठाउँमा हुनुहुन्छ यो फुटेजलाई चाहिँ राम्रोसँग हेर्नु होला पुर्खौली थलोहरु हो हाम्रो उद्गम थलो हो हैन त्यसले गर्दाखेरि चाहिँ अब यसलाई चाहिँ हामीले जगेर्ना गर्नुपर्छ सबै मिलेर भन्ने कुराहरु म यहाँ राख्दछु हस्त जानकारीका लागि धेरै धेरै धन्यवाद हजुर हामी संवादको अन्त्यमा छौं जाँदै केही छुटेका कुराहरु छन् भने कृपया राखिदिनुस् अब छुटेको चाहिँ अब यो फुटेज अब त्यतिकै बनेको छैन यो फुटेज यो भिजुअल चाहिँ हामीले चाहिँ अब एउटा अवस्था भनौं एउटा अवसरमा हैन चाहिँ बन्न पुग्यो जो चाहिँ अब मेरो अत्यन्तै मित्र हैन अब मैले मान्नु पर्ने प्रोफेसर डाक्टर मारुहाङ खवाङ उहाँ अहिले अमेरिकामा हुनुहुन्छ हैन मिचिगन स्टेट युनिभर्सिटी युएसए मा पढाउनुहुन्छ उहाँ हैन र उहाँले चाहिँ अब याक्थुङहरुको चाहिँ मुन्दुम इतिहास हैन अब भाषा देखि लिएर हरेक कुराहरुलाई चाहिँ उहाँले अध्ययन गरिराख्नु भएको छ र उहाँले त्यही अवस्थामा चाहिँ फुटेजहरु पनि लिइराख्नु यो ऐतिहासिक स्थलहरुको भनेर चाहिँ आउनुभयो र मैले त्यो अवसर हैन पाए भनौं न उहाँसँग हिँड्ने डुल्ने हैन जस उहाँको सहयोगमा चाहिँ फुटेजहरु तपाईले लिन सक्नुभयो लिएको हो र उहाँको जीवन साथी गंगा खिमराङ हटपरे लिम्बू हुनुहुन्छ उहाँ पनि आउनु भएको थियो खासमा यो तीन जना चाहिँ एक महिनाको टुरमा गएको थियौं त्यो अवस्थामा हामी मुन्दुम स्थल पुग्यौं माथि ताप्लेजुङ फर्किँदाखेरि हामीले चाहिँ विभिन्न ठाउँ चाहिँ यसरी चाहिँ घुम्दै हैन आफ्नो चाहिँ उद्गम स्थलतिर पनि मैले चाहिँ हैन यसरी चाहिँ फुटेज एक प्रकारले अनुगमन भनौं न गर्ने मौका पाए र उहाँहरुलाई जहिले पनि मेरो अन्तरात्मादेखि नै म सम्झिन्छु र धन्यवाद दिन चाहन्छु यति नै भन्छु हस् सेवा